हेलो नमस्ते फपुला टसिटीले सेवारो अनि गोर्खे चेली ब्लगमा तपाईहरुलाई स्वागत छ है र आज म तपाईहरुलाई फेरि एउटा सानो ब्लग लिएर आएको छु। विशेष गरी चाहिँ मैले आजदेखि यहाँ गेल भन्ज्याङमा पनि यो अर्ग्यानिक दोकान स्टार्ट गरेको छु है। यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ आजदेखिको सुरुवात हो। त्यसले गर्दा बेसी सामानहरु त मैले हालिसकेको छुइनँ है। अनि आज पनि है र तपाईहरुलाई चाहिने आवश्यकता परेको हरेक सामानहरु लिएर मैले गेल भन्ज्याङमा यो अर्ग्यानिक दोकान स्टार्ट गरेको छु र तपाईले यहाँनिर सबै लोकल जुसहरु है अनि लोकल अर्ग्यानिक फुडहरु है पिक्कलहरु सबै सामानहरु तपाईले यहाँ पाउन सक्नुहुन्छ भने तपाईहरुलाई लोकेसन पनि एकदमै ठीक रहेको छ है गेल भन्ज्याङ र तपाईले यहाँ घिउ पाउनुहुन्छ दही पाउनुहुन्छ है गुन्द्रुक किनेमा सिन्की किनेमाको अचार गुन्द्रुकको अचार जुसहरु जाम है सबै सामानहरु तपाईले यहाँ पाउन सक्नुहुन्छ। म तपाईहरुलाई देखाउने छु है र मेरो दोकानमा आइदिनुहोस् वेलकम छ तपाईहरुलाई। र यो पछाडी जति पनि सामानहरु देख्नुहुँदैछ तपाईहरुले प्राय त अब अहिले बाहिरतिर काम गर्ने हुन्छ त्यसले गर्दाखेरि बाहिर जाँदा हरेक सामानहरु तपाईले छुर्पीदेखिको सबै पाउनुहुन्छ। प्याकिङ एकदमै राम्रो छ है लानलाई पनि सुविधा है टाढो कसैलाई कोसिलीहरु लानको लागि पनि एकदमै राम्रो सामानहरु लिएर मैले चाहिँ यहाँनिर गेल भन्ज्याङमा दोकान स्टार्ट गरेको छु है। एकदमै तपाईलाई सजिलो छ अब यताउति कहीँ पनि जानु पर्दैन। तपाईलाई भन्ज्याङ चाहिँ ठिक्कै एकदमै लोकेसन चाहिँ यहाँनिर रहेको छ है र तपाईहरुलाई मैले एउटा चाहिँ सानो मेरो ब्लगद्वारा जानकारी दिएको अनि म तपाईलाई देखाउनु छु यहाँ दोकानमा चाहिँ के पाउनुहुन्छ भनेर। र यो चाहिँ मेरो दोकानको सुरुवात हो। त्यति सामान हालिसकेको छुइनँ अझै पनि मैले कोसिस गरिरहेको छु है र तपाईहरुलाई फेरि पनि म गोर्खे चेली वेलकम गर्दछु है। आउनुहोस् एकदमै तपाईहरुलाई सजिलो हुनेछ। एकदमै त्यस्तो असुविधाहरु पनि हुँदैन तपाईहरुलाई एकदमै मेन रोडमै छ फ्रन्टमै छ भन्ज्याङ बजारमै हो है। म तपाईहरुलाई त्यही भन्न चाहन्छु आउनुहोस् तपाईहरु गोर्खे चेलीको यो अर्ग्यानिक दोकानमा वेलकम छ तपाईहरुलाई। हस् त थ्यांक यू। म तपाईहरुलाई देखाउँछु है। ल त फ्रेन्ड्स तपाईहरुलाई मैले यहाँ देखाइरहेको छु है यो चाहिँ गेल भन्ज्याङ मा जो चाहिँ मैले दोकान सुरु गरेको है यो दोकान चाहिँ मैले तपाईहरुलाई यहाँबाट देखाइरहेको छु है। अनि यहाँ दोकानमा यो चाहिँ मेरो सुरुवात हो त्यसले गर्दा चाहिँ अलिअलि मात्रै अब सामान हालिरहेको छु। यो लप्चीको पेडाहरु छ पुष्टकटीहरु छ साथै तपाईलाई यहाँ त्यताउडाहरु पाउनुहुन्छ है दही अनि यो चाहिँ मेरो अर्ग्यानिक दोकान अब सामान हाल्नु बाँकी नै छ। अनि तपाईहरुले हेर्नुस् लोकल हर्दी फिलिङ्गे सिलाम गुन्द्रुकको अचार अनि हेर्नुस् अचारहरु तपाईले भेराइटीको पाउनुहुन्छ है यहाँनिर अचारहरु सबै। अनि यहाँनिर देख्नुहुँदैछ तपाईहरुलाई मैले यहाँ सिरियली देखाइरहेको छु है। अनि यहाँ हेर्नुहोस् है यो सबै यो यही लप्चीमै बनेको हो यो मिठाईहरु यो पिकल अनि डल्ले अनि यो जुसहरु है अनि यो मिट अचारहरु है यो बिफको है अनि चिकनको यहाँ बबको पनि पाउनुहुन्छ पर्कको पनि पाउनुहुन्छ सबै प्रकारको यो सुकुटी यो अचारहरु पनि तपाईले पाउनुहुन्छ यहाँनिर। भने तपाईले सदा चाहिँ यहाँनिर यो बस्तीको चिउरा है अनि मकैको सत्तु चनाको सत्तु यो चामलको पिठोहरु भयो फापरको पिठो कोदोको पिठो अनि घिउ अनि यस्तै प्रकारले तपाईले यहाँनिर यो गुन्द्रुक राखेको छ। अब यसमा मुलाको गुन्द्रुक पनि पाउनुहुन्छ तपाईले सबै सामानहरु पाउन सक्नुहुन्छ। यो चाहिँ रहेको छ मेरो अर्ग्यानिक दोकान अनि यहाँनिर अहिले आलुबारीहरु बनिसकेको छैन त्यसले गर्दा आज चाहिँ यसरी नै राखिरहेको सामानहरु है दालहरु सबै बस्तीको दालहरु भयो